नीति तथा कार्यक्रममा सरकार को तर्फबाट प्रधानमन्त्रीले बोल्नु पर्थ्यो भनेर जुन किसिमको अहिले दबाब सिर्जना गरियो, यो काम गर्ने सरकारलाई काम गर्न दिनुपर्छ। योभन्दा पहिलाको सरकारले पनि काम गरेन भन्ने चाहिँ होइन। फेरि काम गर्ने कुरामा तपाईँको जुन रफ्तार यो सरकारले समातेको छ, यो सरकारलाई काम गर्न दिनुपर्छ। हामीले विरोधको नाममा विरोध गर्न हुँदैन। उहाँले तपाईँको आफ्ना कुराहरू राख्नु होला। देशका पक्षमा देशका आम जनताका कुरा तपाईँको संसदीय त्यहाँ तपाईँको सबै संसदहरूले तपाईँको उहाँले आफ्नो कुरा सबैले राखेर भन्दा उहाँको कुरा सुन्ने, उहाँको कुरालाई अर्डर्स गर्ने, उहाँको कुराको जवाब दिने कुरा ठिक छ आफ्नो ठाउँमा, उहाँले दिनु होला। तर यसलाई नै तपाईँको हिजो जसरी कोकाहालो बनाइयो, यो राम्रो कुरा होइन। देश बनाउने कुरामा हामीले विवाद होइन कि तपाईँको राम्रो कुरालाई हामीले सहज रूपमा स्वीकार सक्नुपर्छ। प्रधानमन्त्रीको धेरै कम बोल्ने आदत पनि हुनसक्छ। अब कम बोल्ने आदत भयो भन्दैमा यो प्राइम मिनिस्टर त उहाँ नै हो। त्यसैले हामीले विवादको नाममा विवाद नगरौँ र हामी संसदप्रति सबै उत्तरदायी हौँ भन्ने कुरा म पनि मान्छु। तर हामी सबैले गलत कुराको बहसमा हामी कोही पनि सरिक नहौँ भन्न चाहन्छु। धन्यवाद।